थियो किन पावरमा थियौँ कि हामी गाउँमा भने विकासमा पनि पावर थियो होइन हाम्रो आमाहरू सुत्केरी नराम सकेको भोलिपल्ट काम गर्न जान्थे अहिलेका त दिदीहरू सरी है मेरो 2-4 जना हुन्छ सरी है महिलाको कुरा नगरी खाएको पत्दै तपाईँहरूले अर्काको कुरा काट्ने धारा गरेर हामी त्यो डाइरेक्ट काट्ने होइन के भोलि पर्सि बिहे गरेपछि यतिको बोल्न सकिँदैन के जान्ने भएर बोलेको किन जान्ने भएको थियो भनेर चिमटेर एकपट्टिको छालै हुँदैन जति केटा मान्छे बोल्ने भनेको बिहे नहुँदै बिहे भएपछि त चुप्पो लाएर थुक निल्दा पनि मिलाएर ठिक थियो त्यस्तो खालको पहिला आमाहरूलाई कति दुःख थियो भन्नु खोजेँ क्या कति दुःख थियो नानी पाउनुभन्दा अघिल्लो दिनसम्म काम गर्थे नराम सकेको भोलिपल्ट मेलामा जान्थे अहिलेका हाम्रा भाउजू दिदीहरू श्रीमतीहरू तपाईँहरूको सम्झिनुहोस् त फलानी चाहिँ प्रेग्नेन्सी टेस्ट के भन्छ पाउने भयो है पोजिटिभ भनेपछि जाउ त भित्र गएर पानी ल्याऊ नै हुँदैन मैले त डक्टरले केही पनि गरम नगर्नु भनेको छ बोबर मोबाइल हातमा राखिदिन्छु न सकेन केटाहरूको लाइफ इभी गाडी जस्तै हुन्छ त हालत चार्ज गरिराख्नुपर्छ त्यसपछि भाँडा आफैले माझ्ने हो थाक्न आफैले पानी आफैले सिरानी सुत्दै यताको उता राख्दैन किन डक्टरले केही नै नगर्नु भन्ने हुन्छ अनि र पनि फेरि अहिलेको आमाहरूको ठुलो कुरो हुन्छ क्या कम दुःख र पाएको छु तँलाई कम दुःख र भन्न पनि कस्तो छ पाएको छु पाएको होइन क्या झिकेको भन्नुपर्छ अहिले त पाउने होइन हस्पिटल लाने बित्तिकै प्लिज मलाई झिक्दिनु म सक्दिनँ भन्छ समय त्यस्तो खालको आयो हामी अपग्रेड चाहिँ यहीँनिर भइरहेछौँ क्या बल्ल बेबी सावर मनाइरहेछौँ क्या हाम्रो अहिले नेपालीहरूको ठुलो पर्व भनेको बेबी सावर मनाउने देख्नुभयो नि यदि तपाईँको बेबी सावर नभइकन बच्चा जन्मियो भने तपाईँको नराम सकेको भोलिपल्ट तपाईँको श्रीमतीले बसी खान दिएछ भने कान काटा खोला हालिदिन्छु म हेर त हाम्रो मात्रै नभएको फलानाले फोटो हालेको हेर कत्रो पहिला हाम्रो आमाहरू हावा छिर्छ सबै छोपेर हिँड्थे अहिलेको यो त घुडी देखाएर यसरी फोटो नखिचिकन बच्चा जन्मियो भने जिन्दै सिद्धो क्या हाम्रो कल्चर चाहिँ त्यता डेभलप भइरहेछ हाम्रो रिसर्च भनेको चाहिँ यतापट्टि गइरहेछ क्या आमा मेरो छिमेकी दाईको पनि पोहोर 11 गते फोटो सुट थियो 8 गते नि भाउजूले जन्माइदिएर बुढाको अहिलेसम्म झगडा भयो भने त्यो बेबी सरको बारे हेर भन्दा नमानेर शर्मिलाको पनि गरिछेको ढाकाको लुगा लाएर कस्तो राम्रो फोटो सुट बाबा दाइ चाहिँ आमा कत्रो भुँडी रहेछ त्यसको त जमाना त्यस्तो खालको आयो थ्याङ्क यू सो मच सबै आमाहरूलाई भनेको मतलब हाम्रो चाहिँ विकास कस्तो भइरहेछ भने हाम्रो चाहिँ अलिकति